हामी चाहिँ घुम्न जान आँटेको पानी परिरहेको पोखरामा के पहिलाको कुरा ए पानीपुरी फेरि पनि हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। नेक्स्ट डे नेक्स्ट ब्लग स्वागत छ हजुरहरूलाई हाम्रो नयाँ भिडियोमा। हामी चाहिँ घुम्न जान आँटेको फेवाताल लेक साइड। राम्री चिटचट्ट भएर छाता ओढेर लेक साइड फेवातालतिर घुम्न जाँदै छौँ। राम्री तरु नानी, म, दिदी, प्रतीक। तिमीले प्रकृत भन्दा मैले नि प्रकृत भन्न सिकेँ कि प्रकृत भन्छु। आज कति वर्षसम्म मोबाइल चलाएको रे? होइन 2 वर्षसम्म चलाएको थिएँ। 4 बजे ठ्याक्कै बिउजेको के हो। यत्रो सानो 10 वर्षमा यति धेरै प्रगति। अझै 15 वर्षमा 20 वर्षमा अझै प्रगति गर ल। 24 घन्टे नसुत। हामी चाहिँ पानीपुरी चटपट खान ए पानीपुरी यता बन्दैछ अझै पानीपुरी चटपट है। फेवाताल ल त यहाँबाट एउटा पास निकाल्नु त। निकाल्नु त भाइ, निकाल त भाइ, निकाल्यो। हेर ल भाइले आफैले ठिका त त्यो पासलाई सबैलाई देखाइदेऊ त्यो पास। ल भाइ आफैले ठिका त्यो पासलाई मजाले यसले अगाडिबाट चोर तान्छ, पछाडिबाट घर खाल्छ। तर यहाँ बस्यो। अब मैले एउटा सानो ट्रिक लाउँछु है त। यहाँनिर 3टा चक्लेट छ हेर्नुहोस्। 3टा बाइक कतै केही छैन, खाली छ हेर्नुहोस् है। यहाँ एउटा छ, ए 3टै गिलास खाली छ। फेरि उयो 3टा चक्लेटले अहिले हेर्नुहोस् मैले भनेको मान्छ, कसरी मान्छ हेर्नुहोस्। तर जादु नै होइन है त। ल अब यहाँ हेर्नुहोस्, मैले तपाईँलाई 2-4 खेलहरू देखाउँछु, हेरेर जानुहोस्, पैसा पर्दैन। सबै तास निलो छ, एउटा मात्र रातो छ। तर हेर्नुहोस् यसलाई मैले के गर्छु, एउटा सानो ट्रिक लाउँछु है त। एउटा मात्र ओए भाग्लास फेरि। अब यहाँ हेर्नुहोस् अरू सबै निलो भयो होइन त, एउटा मात्र रातो छ। यसलाई मैले यस्तो हानिदिन्छु, फेरि हेर्नुहोस् निलै भयो, बल्ल लेभलमा आयो हेर्नुहोस् है त। खेल कलाकारी हो, मनोरञ्जन हो, ट्रिक हो, सिक्नुहोस्, काम लाग्छ। तर सुन्नुहोस्, यो जादु यो तास खेल्न चाहिँ मैले सिकाउन लागेको होइन है। तपाईँहरू पनि सिक्नुहोस् कसरी हो यो फिट्ने। तपाईँले साथीभाइहरूको अगाडि यसरी फिटिदिनु भने अलिकति अचम्मै हुन्छ। तर सुन्नुहोस्, म यहाँ 3टा चक्लेट छ अनि यहाँ एउटा सर्पो छ, बेपत्तापुरको सर्पो हेर्नुहोस्। मान्छे हेर्नुहोस्, एउटा यहाँ, एउटा यहाँ, एउटा यहाँ। यसलाई मैले यहाँ राखिदिन्छु, यसलाई 1 2 3 भनिदिन्छु, यता छिर्छ है। यता एउटा छिर्यो, 1 2 3 हेर्नुहोस् है, एउटा यहाँ छ हेर्नुहोस्। यसलाई मैले 1 2 3 यता छिर भनिदिन्छु, यता 2टा भयो हेर्नुहोस्। अब फेरि हेर्नुहोस्, जादु होइन, खेल कलाकारी मनोरञ्जन। तर यहाँ हेर्नुहोस्, यहाँ पोल छैन, दुलो छैन हेर्नुहोस्। यसलाई मैले तल छिर भन्ने तल छिरिहाल्छ। यसैको नाम हो छिरन्तरु घुसन्तरु। गाइस हामी चाहिँ यता जाँदैन गेम हेरेर कलकत्ता साथीको जुदो रहेछ। हामी चाहिँ यता जान आँटेको, अब घुम्दैछौँ।
यता मान्छेको लाइन बेबी यता अब यही अब घुम्ने फोटो खिच्ने फोटो खिच्यो भने सुजन डनले अब यस्तै अबि त्यो मान्छे हेर्नु न सो गाइज हामी चाहिँ यता हेर्नलाई कम उता चाहिँ कता शिवजीको त थियो नि माथि डाँडामा शिवजी थियो नि शिवजी कति धेरै डुङ्गा अहिले त हामी यतिकै हेरिरहेको अहिले नै खिच्नु फोटो ल हामी अहिले फोटो खिचेर भ्लग भ्लग फेरि सुरु गर्छौँ होइन सुजनको अफिसमा जानु लाग्यो ऊ चाहिँ फायर भएर हामीलाई गाली गरिरहेको सर हिरो हामी चाहिँ यता सुजनको अफिसदेखि घर जान आँटेको कि सुजनको अफिस दिदी नानी सुजन चाहिँ उता हुनुहुन्छ अहिले अब सुजनको पालो भ्लग गर्ने हो यहाँबाट म अब सक्दिनँ अनि बिस्तारै सुजन अलिक स्लो ओके ड्राइभर त भन्दिन हाम्रो सुजन पानी पर सिकाएको गर्नु खोइ यतातिर त हावा देशीको हेलो प्रदीप बोल्ने हुनुपर्छ जो यतिको बोलेन अन्त मुख छ त बोल्दैन बाटो क्रस गर्नु लास्ट गाह्रो के रे छिटो जाने के रे छिटो के भमिट आइसक्यो बुढाले ठुलो गाडी चलाउँछ ठुलो गाडी चलाउँदाखेरि अनि बुढाले ठुलो गाडी चलाउँदाखेरि अनि कसको बमिट गरिदिन्छ भन्दैन नि है
त्यो चाहिँ सुजन पानी परिरहेको पोखरामा पानी पर्नु बेर्नु हुन्न घाम लाग्नु 4 बजेको पर्छ कस्तो 4 बजे र 5 बजेदेखि पऱ्यो कति बेला पानी पर्छ थाहा हुँदैन दिउँसो नि पर्छ हो 4 बजे मात्र होइन हामी घरको जुन भर्खर कति बजी गएको रे हामी 2 बजे 2 बजे गएको घुम्न बल्ल 5:30 बजे सो फाइनली मैले चाहिँ ड्याडलाई प्र्याङ्क गरिदिन्छु सानो छोटो है किनभने लाइक कराउँछु म के भन्नुहुन्छ होइन ड्याडले हिजो चाहिँ मलाई कराइरहनु भएको थियो बुहारीले कराइस् भनेर मैले चाहिँ फोन त्यहाँ राख्छु थाहा छैन ड्याडलाई के हुन्छ अनि सृष्टि हिजो पनि कराउनु पर्यो आज पनि कराउनु पर्यो कति कराउने हो र खाली भनेर मान्ने होइन भनेको त मान्नु पर्दैन कमसेकम जहिले पनि कराउनु पर्यो कति भनियो मैले एकचोटि सम्झाउने अर्कोचोटि सम्झाउने कति सम्झाउँछ नि त भनेर मान्नु पर्दैन यो गर्नुहुन्न त्यो गर्नु भन्यो मान्ने होइन मलाई रिस उठिसक्यो मलाई यो त लगाइदियो चाहिन्न मलाई जहिले भने मान्दैन जतन गरी एउटा कुरा सामान गर भन्नु ठुसा पर्ने के त्यतिखेर पनि गराएको अनि उता पल्लो घर सुन्ने रोड छ मैले भ्लग पनि एडिट गरेर सकिदिन्छु अनि सकेर म चाहिँ ड्युटी जानुपर्ने हुन्छ अनि हिजो त उसले गरेको भ्लग एडिट थियो मैले हेरेको अलिकति मिस्टेक भएको थियो तर यतिको सुरुमा गर्ने भनेको धेरै राम्रो होइन आज त उठेर पहिले बिहान हेराउनु मुक्तुको के छ बुढी सपोर्ट छ मेरो के छ बुढी ब्रस गर्ने बल्ल हो यहाँमा बल्ल उठेको बल्ल उठे आज लच्ची भयो क्या हौ यस्तो बुढी टिकट त चाहियो नि होइन छ उसले एकदम राम्रो गरिरहेको छ अनि बिहान उठेर हामी चाहिँ ब्रस गऱ्यो म चाहिँ ड्युटी जाने बेला भएको नि छ होइन त्यसरी राम्रोसँग भ्लग गर्न नि पाइरहेको छैन मैले हल्का फुल्का जति सक्दो मैले गरिरहेको छु अनि जति सक्दो उसले पनि गरिरहेको छ सबैजनाले माया र साथ सपोर्ट दिनुहुन्छ भन्ने म ठुलो आश गरेको छु यसैमा आज आगमनसम्म त तपाईँहरूले दिइरहनु भएको छ अनि अझै पनि दिनुहुन्छ भन्ने मेरो ठुलो आशा छ सो अब कस्तो छ के छ भने हामीले डेली भ्लग उसलाई हाल्न लगाएको छु तर एकदम गाह्रो भइरहेको छ होइन उसलाई पनि बोल्न भर्खर सिक्न अनि एडिट गर्न एकदम गाह्रो भइरहेको छ जति जे पनि कम्प्लिट गर्न त सक्दैन नि त अनि होइन त्यस कारणले सो गाह्रो भइरहेको छ अनि सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला होइन अनि बाहिर गएको छ होइन कोठाहरू त चट्ट चिटिक्क बनाएर राख्छ क्या जतिखेर पनि उसको मेकअपका सामान यहाँ छन् यहाँ राखिदिन्छ मेकअपका सामान अनि यहाँ भयो अनि बेड कपडाहरू चाहिँ पटाएर राखिदिन्छ जति जे भयो भने अनि त्यहाँ माथि कपहरू छ हेलमेट छ यति चाहिँ गर्छ क्या किनकि कपडाहरू चाहिँ पटाएर राखिदिन्छ क्या उसले होइन अनि अब म के भन्नु सबैजनाले माया र साथ सपोर्ट दिनु होला सब्सक्राइब नगर्नु भएको छ भने सब्सक्राइब गरिदिनुहोस् अनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि सबैजनाले मेरो भिडियोलाई साथ दिनुको लागि धेरै धेरै धन्यवाद भन्दै फेरि नेक्स्ट ब्लगमा देख्नेछु ओके बाई बाई